हेलो नमस्ते वेलकम टु जेडी 360 अगेन। आज भर्खरै मात्रै पत्रकार राजीव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको न्युज आयो होइन। आर यु सरप्राइज विथ द्याट न्युज? अनेस्टली म चाहिँ सरप्राइज भएन है। इट वाज मोरलेस एक्सपेक्टेड नै थियो। इट वाज जस्ट अ म्याटर अफ टाइम, कहिले भन्ने मात्रै। म राजीव खत्रीलाई कस्तो जर्नलिस्टको रूपमा बुझ्छु भने मेन स्ट्रिम टिभीमा काम गर्ने, आफूलाई मेन स्ट्रिम जर्नलिस्ट भन्ने, तर बोली व्यवहार न्युजको प्रेजेन्टेसन तरिका, उहाँको सोसियल मिडियाको पोस्टहरू चाहिँ ऱ्यान्डम युट्युबे पत्रकार जस्तो क्या, गोदी पत्रकार हुन्छ नि त्यो लेभलको हुन्थ्यो कि कुनै पोलिटिकल पार्टीलाई एकदमै खेदो खन्ने, गाली गरिराख्ने हुन्छ नि, एउटा कुनै उनीहरूको दुःखमा रमाइराख्ने, सबैलाई झोले भनिदिने, तर फेरि अर्को कुनै पार्टीलाई चाहिँ फेरि एकदम धेरै सहानुभूति, सिम्पेथी, पोजिटिभ किसिमको एउटा सिम्पेथेटिक कुराहरू गर्ने कि उसको लागि चाहिँ एकदम क्लियर पोलिटिकल बायसनेस देखिन्थ्यो। जर्नलिजम भन्दा पनि एउटा पर्सनल भेन्डेटा चलाइरहेको जस्तो देखिन्थ्यो, नट सोइङ एनी एट्रिब्युट्स अफ एनी जर्नलिस्ट अर जर्नलिजम। हि इज अ टेक्स्ट बुक एक्जाम्पल अफ पपुलिस्ट जर्नलिस्ट हु डु पपुलिस्ट जर्नलिजम है त। यसरी बुझ्दा पनि भयो। जुन टपिक ट्रेन्डमा छ, इस्टाब्लिसमेन्ट हुन्छ नि, यो मेन स्ट्रिम गभर्मेन्ट ओल्ड पोलिटिकल पार्टिजहरू, तिनीहरू सबैलाई गाली गरेर जुन स्ट्याटसले धेरै इन्गेजमेन्ट बढाउँछ त्यस्तो कुराहरूलाई एकदम धेरै प्रमोट गर्ने, त्यस्तो खालको प्रविधि देखिन्थ्यो उहाँको जर्नलिजममा भनौँ न। हि युज्ड टु कल एभ्रीवन झोले, बट हि ह्याड सम सिक्रेट लभ फर राष्ट्रिय स्वतन्त्र पार्टी जुन अहिले प्रवेश गर्नुभयो। जर्नलिस्टको एउटा कोर प्रिन्सिपल हुन्छ फ्याक्ट, ब्यालेन्स, इथिक्स। त्यो चाहिँ मैले एकदमै लो लेभलमा देखेँ उहाँको जर्नलिस्ट करियरबाट होइन। जर्नलिजम भनेर त खासमा त मान्छेले के सुन्न मन पराउँछ भन्दा पनि के सत्य हो त्यसमा फोकस हुनुपर्ने हो नि त। तर उहाँको जर्नलिजममा चाहिँ बायसनेस एकदमै धेरै देखिन्थ्यो। जर्नलिजमको नाममा एउटा प्योर ग्यास लाइटिङ टाइपको हुन्छ नि, त्यो चलिरहेको थियो कि। रवि लामिछानेको पार्टीमा प्रवेश गर्नुभएको छ। यस, रवि लामिछानेलाई पनि मैले पपुलिस्ट जर्नलिजमकै क्याटेगोरीमा राख्छु, बट हि डिजर्भ अ ह्युज क्रेडिट फर अनबायस्ड जर्नलिजम टुवर्ड एनी पोलिटिकल पार्टिज अर आइडियोलोजिज। जति बेला उनी जर्नलिस्ट थिए त्यति बेला चाहिँ त्यस्तो बायसनेस हुन्छ नि, त्यस्तो पोलिटिकल पार्टीको एउटा पार्टीलाई गाली गर्ने अर्को पार्टीलाई माया गर्ने त्यस्तो चाहिँ देखिँदैन थियो। जर्नलिजमबाट रिटायर भएपछि चाहिँ पोलिटिक्समा आउनुभयो। द्याट्स अ रेस्पेक्टफुल डिसिजन, किनभने पोलिटिक्स र जर्नलिजम एकै साथ एकै डिरेक्सनमा चल्न थाल्यो भने इट्स नट अ गुड साइन फर नाइदर डेमोक्रेसी नट फर अकाउन्टेबिलिटी। मेरो विचारमा चाहिँ राजीव खत्रीको केसमा जर्नलिजम वाज नट अ रेस्पोन्सिबिलिटी। जर्नलिजम चाहिँ उसको लागि एउटा लन्च प्याड जस्तो के, पावर फर रनवे, टेक अफ गर्नको लागि, पावरमा जानको लागि एउटा टेक अफ गर्नको लागि रनवे टाइपको थियो कि। सुनर अर लेटर वी अल न्यू द्याट ही गोना जोइन पोलिटिक्स। जर्नलिजमलाई त खासमा त फोर्थ पिलर अफ डेमोक्रेसी पनि भनिन्छ। इन्डिपेन्डेन्सको कुरा गर्दा खासमा जर्नलिजम त सबभन्दा पहिला आउनुपर्ने हो नि त। तर राजीव खत्री जस्तो जर्नलिस्टले गर्दाखेरि एकदमै त्यो अनकम्फर्टेबल क्वेसन हुन्छ नि जर्नलिजममा, त्यो देखिरहेको हुन्थ्यो क्या। मैले चाहिँ एकदमै अनकम्फर्टेबल, इन्डिपेन्डेन्स नै छैन, क्लियरली छैन, त्यही पनि जर्नलिस्ट भन्नु परिरहेछ क्या। मैले चाहिँ फेरि जर्नलिस्टबाट नेता बन्न पाउँदैन भनेको होइन है, यो चाहिँ कुरा लेट बी क्लियर अन द्याट। तर जर्नलिजमलाई एउटा पोलिटिक्सको अडिसन स्टेज बनाउनु चाहिँ एकदम डेन्जरस प्रेसिडेन्ट हो है यो। राजीव खत्रीले त्यो प्रेसिडेन्ट सेट गरेर अहिले पोलिटिक्समा जानु भएको छ। अब राजीव खत्री पोलिटिक्स पाइसक्नु भएको छ होइन। अब चाहिँ मजाले आफ्नो पार्टी, आफ्नो स्वतन्त्र पार्टी भन्न पनि पाइयो, आफ्नै मेरै पार्टी हो भन्न पनि पाइयो। एज अ कार्यकर्ता, एज अ नेता तपाईँ जे बोल्दा पनि भयो। अब चाहिँ नाउ दिस इज फेयर। अब चाहिँ तपाईँ जर्नलिस्ट कहलिनुहुन्न, तपाईँले जर्नलिस्ट होइन, तपाईँले जर्नलिजम गरेको मानिँदैन, किनभने नाउ इट्स अ नेतागिरी हुन्छ नि। पोलिटिकल ब्याटल चाहिँ एउटै भयो क्या। अब चाहिँ तपाईँ चाहिँ एज अ नेता भएर नै आउनुभयो, द्याट्स अ गुड थिङ। अब चाहिँ जे भन्ने हो विदाउट हेजिटेसन, कसको सपोर्ट लिने हो, कसको विरोध गर्ने हो, नाउ यु हेभ द फिल्ड, नाउ यु हेभ द भेरी फेयर ब्याटल ग्राउन्ड। तपाईँको जर्नलिजममा अलिकति पोलिटिकल बायसनेस एकदमै धेरै देखिन्थ्यो। अल द भेरी बेस्ट फर यर पोलिटिकल जर्नी। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।